ग्यास्ट्रिकको औषधि। नवराज दाजुले भने जस्तै आज मैले पनि ग्यास्ट्रिकको औषधि बनाउँदैछु। कसरी बनाउने, के मिसाएर बनाउने म तपाईँलाई देखाउँदैछु। हेर्नु होला है त। नवराज दाजुले भने जस्तै मैले पनि ग्यास्ट्रिकको औषधि बनाउँदैछु। यो सिल्टिमुर, यसलाई सिल्टिमुर भन्ने रहेछ। यो पाहाडतिर पाइने रहेछ, जात्रे दुःखले पाइयो। अनि यो बेलौतीको अम्बाको बोक्रा, अनि यो अनारको बोक्रा है। म यो बनाउँदैछु, अरू पनि मिसाउँदैछु। यो सुकाएको मेवाको बिहा, अनि यसलाई भन्छ सिल्टिमुर है। यो सिल्टिमुर भन्दो रहेछ यसलाई। खोज्दा खोज्दा पाहाडतिर पाइने रहेछ, खोज्दा खोज्दा पाएँ। अनि यो बेलौतीको बोक्रा सुकाएको, यो चाहिँ नि अनारको बोक्रा होइन। अनि यो ज्वानो र अनि सोप, खाली सोप भन्छ नि त्यसलाई चाहिँ नि, हल्का भुटेको। अनि यो बिरेनुन, बिरेनुन चाहिँ ढिके बिरेनुन, ढिके बिरेनुनलाई पिसेर यस्तो बनाउँदैछु ग्यास्ट्रिकको औषधि। वाह, कस्तो भयो रमाइ त। ल, यो ग्यास्ट्रिकको औषधि। अब यो म खाएर हेर्छु। ग्यास्ट्रिकको औषधि, ग्यास्ट्रिक। नवराज दाजुले 1 चम्मच भन्नुभएको थियो। 1 चम्मच यो टक्क राख्ने यसलाई।